So good morning everyone. Welcome to Raskin official vlog. So आज चाहिँ हामी चाहिँ यसो पहिला इन्ट्रो भिडियो हानौँ भनेर सो हाम्रो साथी साथ हो सो गाइज सो वेलकम टु रास्किङ अफिसियल भ्लग होइन हामी चाहिँ आज काठमाडौँबाट ककनी जाँदैछ र हाम्रो चाहिँ मेन उद्देश्य भनेको चाहिँ ककनीको बाटो हेर्न जाने हो र त्यहाँनिर अनि ककनीको यसो धन्यवाद ल अब हामी चाहिँ लाग्यो है त ल अब सिधै जाउँ होइन हामी चाहिँ प्रस्थान गरिसकेका छौँ अब यो बाइपासदेखिको बाटो हो नुवाकोट ककनी जाने होइन यो बाटो चाहिँ लगभग सिधै छ सुरुकोदेखि चाहिँ बाइपासदेखि चाहिँ लगभग आई थिङ्क 5 किलोमिटरसम्म चाहिँ यो पुल सिधै हो त्यहाँबाट चाहिँ हो यसको अफ रोड बाटो चाहिँ त्यहाँबाट सुरु हुन्छ अब हेरौँ हामी बाटो चाहिँ कतिसम्मको पिच भएको छ अब लास्ट टाइम हामी जाँदाखेरि त बाटोहरू बनाउँदै थियो होइन त्यो कारणले गर्दाखेरि पुरै हिलो थियो क्या बाटो चाहिँ डेन्जर हिलो थियो है पहिलाको पालि जाँदा त अनि अब अहिले चाहिँ कस्तो छ बरु बाटो कच्ची होस् तर हिलो चाहिँ नभइदियो हुन्छ क्या जुत्ता फोहोर हुन्छ क्या अरू भन्दाखेरि होइन पानी नपरे नि खोइ के हो किन हो हिरो हुँदो रहेछ भने पुरै यो बाटो धेरै भयो धेरै वर्षपछि आएको म पनि बाइकमा किन भन्दाखेरिमा धेरै भयो थियो यो बाटो नआएको एक त बाटो पनि खतम होइन अनि यता ककनी जानुपर्ने नि खासै पनि काम पनि पर्दैन थियो अनि त्यो कारणले गर्दाखेरि चाहिँ यो रोड चाहिँ नआएको चाहिँ लगभग ठुलो वर्ष नै भयो अब नुवाकोट भनेपछि त हाम्रो त्यो किनारे काटै राखिहाल्यो होइन यहाँबाट नुवाकोट जान्छौँ नुवाकोटबाट हामी तेर्सुली निस्किन्छौँ यहाँबाट उता गल्छी निस्किन्छ यो बाटो चाहिँ अनि त्यही हो अब नुवाकोटमा चाहिँ के छ स्पेसल भन्दाखेरि चाहिँ हाम्रो ककनी छ विच इज वान अफ दि एकदम मेन एट्र्याक्सन छ काठमाडौँबाट नजिक पर्ने टुरिस्ट एरिया अनि ग्रिनरी सिनहरू भएको पिकनिक स्पटहरू भएको एरिया हो र त्यहाँ चाहिँ स्ट्रबेरीहरू चाहिँ टन्नै फल्ने भएको कारणले गर्दाखेरि चाहिँ स्ट्रबेरीको लागि पनि एकदमै फेमस छ र हामी पनि हेरौँ स्ट्रबेरी पाउँछ भने हामी पनि किनेर गएछौँ बाटो चाहिँ पुरै स्नेक रोड त सिधै हो बाटो बन्दै रहेछ यो ओसो तपोवन ल यहीँ हो ओसो तपोवनमै ऊ होइन एलिना चौहानले उयो गरेको ध्यान बसेको यही ठाउँमा हो है यहाँ चाहिँ ओसोको तपोवन हामी अहिले 3 किलोमिटर जति आइपुग्यो होला बाइपासदेखि होइन यहाँसम्म अहिलेसम्म त सिधै बाटो केला परिरहेको छ लेट्स होप फर्दर बाटो चाहिँ कस्तो छ हिलो चाहिँ नभइदियो बन्जरे डाँडा भने यतैतिर होइन ए त्यो खालि र हामी चाहिँ अब बिचमा चाहिँ एक ठाउँमा रोक्छौँ हामी ट्राउट माछा खानलाई किनभने हामीले खाना पनि खाएको छैन खाना चाहिँ हामी यतै खाने भनेर नै हामी आएको हो मेरो दिदीहरू पनि आएको छ ल यो चाहिँ ल यही हो नयाँ बाटो ल नयाँ चिज यहाँबाट सुरु भयो ल यहाँबाट चाहिँ गाइस नयाँ पिच सुरु भयो ठ्याक्कै 3 पिचलेबाट है किनभने यो ठ्याक्कै थाहा भइहाल्छ नयाँ पिच त होइन नयाँ पिच हेर्दै जाउँ कहाँसम्म बनेको रहेछ गाइस एक्सर्साइज गर्ने भयो कि यहाँ आएर गर्दा हुन्छ है फ्री चाहिँ एक्सर्साइज काठमाडौँबाटै नुवाकोटसम्म पिच चाहिँ होइन पिच त बाक्लै गरेछ यार है अब यो साइडको क्यानलहरू बनाउन बाँकी रहेछ होइन त्यो त भइहाल्छ ओ ल यति बाटो चाहिँ यहाँ चाहिँ कच्ची रहेछ है त कतिबाट कच्ची हो ग्राभेल यहाँदेखि चाहिँ पुरै ग्राभेल हो क्या हो है तर होइन सिधै त्यति बाटो हो क्या सिधै रहेछ के हो यार ए बिचको त्यति भएको रहेछ नि त त्यहाँबाट फेरि यता मस्त चिजै छ पछि भयो भने चाहिँ अब चाहिँ ककनी फेरि लाइफमा आउँछ किन भन्दाखेरिमा पहिला पनि ककनी एकदमै फेमस थियो नि त पिकनिक स्पटको लागि ठिक्क छ क्या एकदम दामी छ क्या ठाउँ पनि बवाल अनि एकदम ठाउँ मस्त दामी छ क्या ककनी
अहिलेसम्म बाटो कतै केही खराब छैन। अब यहाँ चाहिँ फेरि के आयो के अरे कति आयो ल मैले थाहा पाइसकेँ। किन भन्दाखेरि यहाँ बालुवा छ। यहाँबाट फेरि अलिकति भाग कच्ची यो बिचमा चाहिँ किन यो भाग चाहिँ कच्ची छोडेछ नि त त्यो पानी बग्ने बाटो भएर होला क्या। यता फेरि ठिकै छ गाई पनि नआयो हामी कुन ठाउँमा आइपुग्यो ठाउँ चाहिँ थाहा भएन। अब यहाँ हेऱ्यो भने पाँच मानेतिर आइपुग्यो। अनि ट्राउट स्पेसल्ली ट्राउट माछाको लागि चाहिँ एकदमै फेमस छ है कपनी एरिया। यहाँनिर चाहिँ किन भन्दाखेरि अब पानी त्यो मस्त बग्ने भएर होला नि त। यही हो नि हामी गएको थाहा भयो। दिदीहरू कता रहेछ त ल हामी चाहिँ अब तारकेश्वरलाई छोडेर तारकेश्वर नगरपालिका छोडेर अब चाहिँ हामी नुवाकोटको कुन चाहिँ रहेछ कुन नगरपालिका रहेछ फेरि कच्ची सुरु भयो खरपौवा भन्ने ठाउँबाट। यादै रहेछ अलिअलि हिजो चाहिँ पहिला पनि थियो अहिले पनि हिजै रहेछ यो ठाउँमा चाहिँ। हेर्दैन यो चाहिँ किन हो हिजो चाहिँ किन नपन्साएको हो त्यो थाहा भएन। कुनाबाट खान्छ नो प्रब्लम। पहिलाको हेरेर त धेरै नै कमी। पहिला त यहाँ चाहिँ पुरै गढ्नेसम्म हिलो थियो त अनि बन्छ यो लगभग यो वर्षभित्र बन्ला सायद यही वर्षभित्रकै योजना हो कि। बाटोको कन्डिसन चाहिँ ठिकै हाल्नुभयो होइन। ड्रेस सुतासम्म त ठिकै छ। यतातिर पनि अब अलिअलि बन्दैछ। गई चलिए कहाँबाट छिर्ने हो अनि किन त यता आता नि ल घुमाउनु ल घुमाउनु यस्ता छन् पर्दैन भयो अब पाएन भने फेरि तेरिका भात खानलाई पनि गाह्रो पो भयो त हौ गाई आज त खाली पेटमै कुद्नुपर्छ जस्तो छ। आज यो दुखीले भात यो गरिबले आज भात खान पाउला जस्तो छैन। त्यही भएर यहाँ पाउँछ होला नि त यहीँ खाइदिउँ ल यहीँ ठिक छ ल है। यो त पिकनिक जस्तो छ हुन्छ ल दिदी यही हुन्छ ल ल ल निकै यता आइपुग्यो। कहाँ जानु लाग्नु भयो अरे वेलकम गाइज हाम्रो ककनीको टुर ब्लगमा चाहिँ स्वागत छ तपाईँहरूलाई पुनः। अहिले चाहिँ हामी यो ठाउँमा लगभग आधी त कट्यो होला है कटिसक्यो आधी बाटोमा आएर चाहिँ अब यहाँ चाहिँ खाना खान लागेको छौँ। दिदीहरू पनि साथमा दिदीहरू पनि आइसकेको छ। दिदी कहाँ हुनुहुन्छ अनि अब हामी यहाँ खानखान खाएर चाहिँ अब हामी त्यसो चाहिँ प्रस्थान हुनेछ। अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ बाटो चाहिँ राम्रै छ है। 2-3 ठाउँमा अलिकति हिलो रहेछ तर त्यस्तो केही पनि फरक पर्दैन। साइडबाट ठ्याक्कै जान मिल्ने पहिला जस्तो यो गेर हान्दा त्यो कालो बन्ने क्या फाँक हुने अनि त्यही भएर कहाँ गएर आउनु भयो दिदी कहाँ गएर भन्नु न। अहिले चाहिँ हामी यो के को रिसोर्ट हो रिसोर्टको नाम चाहिँ थाहा छैन होइन। यहाँ आइपुगिसकेका छौँ र खानालाई खानाको अर्डर लिने भाइ चाहिँ आएन। भाइलाई भन्नु पऱ्यो यार। यता चाहिँ कार्यक्रम चलिरहेछ यो त राम्रै रहेछ। निशान कस्तो लागिरहेको फर्स्ट टाइम त होइन यता यो यहाँ चाहिँ फर्स्ट टाइम हो। यो ककनी एरिया पहिला धेरै पहिला गएको थिएँ अहिले बाटो कस्तो छ अहिलेसम्मको पहिला त पुरै अफ थियो यता त्यही त पिच भएर चाहिँ अहिले त पिच भएर राम्रो खास त्यही हेर्न आएको मेन चाहिँ त्यही बाटो राम्रो बनेको क्या। तपाईहरु लास्ट टाइम कहिले आउनु भएको लास्ट टाइम 1 वर्ष 2 वर्ष अगाडि होइन कि 1 वर्ष पोहोर पनि आएको त्यो बेला अलि राम्रो पोहोर आएको हामी झन् बिजोगले त्यो ठ्याक्कै त्यो गेट थियो नि निशान तारकेश्वर भनेर गेट लेखेको थियो नि त्यहाँदेखि त
पुरै हिलै क्या हिलो त यहाँसम्म आउने हिलो थियो अहिले त धेरै राम्रो है भेनाजु अब यो माथि कस्तो छ माथिसम्म हेर्नलाई हो क्या मेन हाम्रो आजको मेन उद्देश्य भनेको नै हाम्रो यो बाटो हेर्नलाई आएको हो भेनाजु भेनाजु चाहिँ त्यही हो है गर खाना पहिला फिसिङ गर्न जानुहुन्छ कि गर्ने पाउनु ए आफैले छानेर हो ओके टेबल नम्बर 12 है हजुर टेबल नम्बर 12 हजुर सिर्सिन चाहिँ नगर्नु है ल किनकि हामीलाई पनि गाह्रो हुन्छ ल ल ओके ओके माछा नखाने को नखाने नै हुन्छ क्या ओ गङ्गा तिमी पनि माछा खाँदैन होला होइन 1 केजी माछा यो नि माछा खान्छ हजुर माछा मार्न जानुहुन्छ हुन्छ पहिले फिसिङ गरेर आऊ अनि अर्डर पछि गरेन हुन्छ फिसिङ हैन भात चाहिँ बनाउँदै गरौँ क्या ल निशान माछी फिसिङ हान्न जाने फिसिङ हान्न जाउँ यहाँ तल हाई मामा हेलो सो नाउ वी आर गोइङ फर फिसिङ हामी चाहिँ अब यहाँ तल भन्नु भनेर तलै छ So there's a program going on. I don't know what program is this, but Uncle, how are you excited? Hi guys, so this is the pond. अब मामा को हेरौँ है त फिशिङ स्किल्स मामा यो तपाईँको फिशिङ स्किल्स यही हो म त आउँदैन यार म त डर लाग्छ म त्यहाँ खस्यो भने के गर्ने Guys, look at the fish. Guys, look at the fish. Oh my God. Mama ko pasina nikle. Oh no. Guys, हाम्रो माछा त सबै हेर्नु त भुइँतिर गयो ममता. Oh my God, can you? I'm so scared of that. गङ्गा दिदी यसको त आइजै निक्लेछ मामाको पालो ल निकाल्दै आउनु यस्तो पो रहेछ माछा मार्ने होइन जान्छ सबै उता जान्छ आएन कहाँ छैन उता गइसकेपछि आउँछ क्या उता गएर बस्छ क्या अनि त्यहाँबाट ट्याक्कै निकाल्नु अब चाहिँ आएन निशान ल जाउँ न यतासम्मै जाउँ त्यहाँ आउँछ क्या अलि फास्ट उठायो कमन ल पऱ्यो यहाँ माथि ल ठ्याक्कै दुईवटा ल पर्दैन त्यत्रो ल दुईवटा हानी हुन्छ त खतरा दामी स्टाइलले है माछा पनि गरे ट्राउट माछा 3 पिस भाइ 3 पिस चाहिँ भयो है हस् ल थ्याङ्क यू ल जाउँ सो अर्डर द फिस अब त पुर्ने खाने मात्र थाक्यो यार त हाउ डु यु लाइक द फिसिङ मैले त एकचोटिमै 4वटा समाइदिएँ ल हाम्रो खाना चाहिँ कैदा आएको छ फ्राई यो भ्यान्जो कस्तो रहेछ कस्तो मिठो छ यो कसको यहाँ ड्राई फ्रुट्सको लागि अचार छ है खाऊ न खाऊ त ड्राई फ्रुट्स खाऊ न कस्तो लाग्यो त आउट अफ 10 कति ममता
खाना आउट अफ 10 कति 8.5 अंशुल आउट अफ 10 कति 9 नान तर मिठो थियो मेरो तर्फबाट नि आउट अफ 10 मा चाहिँ 8 दामी थियो खाना है मिठो थियो के कस्तो मिठो थियो सो अब चाहिँ हामी फर्किन लागेका छौँ हामी चाहिँ अब टन्न भात खाएर अब चाहिँ फेरि प्रस्थान गरेका छौँ आमा दामी रहेछ त्यो स्ट्रबेरी त टन्नै रहेछ यार आहा घरै फर्किँदा लानुपर्छ बाटो त ओ माई लर्ड ठुलो उड्यो मुख बचाऊ गाई मुख बचाऊ देख्न सक्नुहुन्छ बाटोको अवस्था यो चाहिँ जस्ट ग्राभेल छ यो बन्दै अन्डर कन्स्ट्रक्सनको बाटोहरू यो चाहिँ खाना कस्तो लाग्यो तिमीलाई फ्राई मिठो थियो है सो वान्स अगेन वेलकम ब्याक तपाईँलाई मेरो युट्युब च्यानलमा सो आज चाहिँ हाम्रो यात्रा भनेको कतिसम्म रहेको छ र हाम्रो यो यात्राको मुख्य उद्देश्य भनेको चाहिँ काठमाडौँदेखि पश्चिमीसम्मको बाटो चाहिँ कस्तो बनेको रहेछ भनेर हेर्नेको हो मैले बाटोमा देखिसकेको चाहिँ लगभग धेरै ठाउँहरू पिच भइसकेको छ र बाँकी ठाउँहरू चाहिँ ग्राभेल भएर अब पिच हुने प्रक्रियामा रहेछ जुन पहिलाको हिसाबले हेर्ने हो भने चाहिँ अहिले चाहिँ बाटो एकदमै दामी बनिसकेको रहेछ है हिलो कतै पनि छैन किन भन्दाखेरिमा लास्ट टाइम आउँदाखेरि हिलो थियो भने अहिले चाहिँ खालि हिलो आएको हुनाले हिलो चाहिँ जुन ठाउँमा छ त्यतिमा हो त्यहाँबाट कम्प्लेन छैन अहिलेसम्म यता जाउँ भने यता त पुरै ठुलिली छ अब यो त लगभग पिच हुने स्टेजमै भइसकेको रहेछ यही होइन चोक हो यहाँनिर त रोलर हान्दै रहेछ नि त ए पछाडि रोलर पुरै हान्दैछ बाटो चाहिँ जस्ट बन्ने स्टेजमा रहेछ होइन बाटो छोडिदिन्छ यो होइन मेन कम्पनी बजार दिदीले सामान लिने भनेपछि त्यतै लिने होला त्यतै रोक्छौँ है त हामी जाने चाहिँ अब यता हो ककनी चाहिँ यता साइड यता गयो भने चाहिँ सिधै नुवाकोट जमजम यता साइडमा जाउँ हामी चाहिँ यही किन्नु पर्ला यार पनि एकदमै बढ्दो छ ककनीमा एकदम भिडभाड छ त्यो गाई तपाईँहरूले देखिहाल्नुभयो बाटो कस्तो रहेछ भनेर होइन तल मेन रोडको बाटो र माथि यता ककनी आउने बाटो त्यो फागुन भित्रमा चाहिँ लगभग सबै बन्द अरे है किनभने काम द्रुत गतिमा चलिरहेको छ यहाँकै स्थानीय बासिन्दाहरूले काम एकदम द्रुत गतिमा चलेको छ र यो चाहिँ सो एटिएफको ट्रेनिङ ग्राउन्ड गाइज यस्तो दामी छ भ्यू चाहिँ बवाल छ के ममता खाने कफी कस्तो दामी दामी यार यो चाहिँ हाम्रो सुनि दिदीको बहिनीहरूले दिएको स्ट्रबेरी कस्तो मिठो छ है दामी मिठो छ स्ट्रबेरी यहाँको लोकल स्ट्रबेरी
चेस Cheers. Try It's not last year lipstick. हामी चाहिँ गयो तिमीहरू ल बिस्तारै घुमेर आऊ है केटी ल ल ल ल बाई 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 सायोनारा यो दुई लाइन ल 2 लाइन देऊ त 2 लाइन देऊ त तिम्रो आउँदैन अनुहार कालो भएछ ल निशान 2 लाइन के भन्ने त दाइ कस्तो छ कस्तो लागिरहेको छ रमाइलो त लागिरहेको छ मलाई त म धेरै वर्षपछि 7 वर्षपछि जस खतरा चेन्ज भइसक्यो रहेछ यार प्रिया 2 लाइन तिमीलाई के लाग्यो ल के लाग्यो 2 लाइन 2 लाइन जाओस् न त भइसक्यो मेरो अनुहार पुरै यहाँ कालो भइसक्यो अफोर्ड भयो के 2 लाइन मेरो दादाको लागि मलाई फिल भयो नि त अनि मलाई छैन त्यस्तो छैन राम्रो देखाएको छ कस्तो राम्रो देखाएको छ झन् क्यामेरामा त झन् दामी देखाएको छ तिमीलाई त्यस्तो छैन राम्रो देखाएको छ तिमीलाई पनि ल यो चाहिँ मेन ककनीको मेन पिकनिक पोइन्टको मेन स्पट अब यहाँबाट डिफ्रेन्ट जान्छ अब यहाँबाट हामी यता भ्यू टावरतिर त जाने होला नि होइन त्यतै जाउँ त्यता भ्यू टावर यतातिर पिकनिक स्पट अनि एउटा मेन एरिया थियो क्या त्यो उयसको जस्तो क्या त्यो के अरे चितलाङमा छ नि त्यो के अरे भेडी फारम हो त्यस्तै छ क्या यहाँ तर त्यो कहाँ छ मैले थाहा नै छैन भने One lollipop, 2 lollipop, 3 lollipop, lollipop. ल तपाईँ नाच्नु 1 lollipop, 2 lollipop. ल 1 lollipop. ल दुईजना नाच्नु ल त्यसो भए ल ल सो देख्न सक्नुहुन्छ अहिले चाहिँ एकदमै भिडभाड छ ककनी एरिया चाहिँ ल बाटो राम्रोले गर्दाखेरि नि यस्तो दामी आउँछ क्या पुरै भिड छ ककनी एरिया यस बाटोले एउटा बाटोले कति फरक पर्दो रहेछ भन्ने कुरो चाहिँ अब यहीँबाट थाहा हुन्छ पहिलाकै सालमा पनि यहाँ आउँदाखेरि यस्तो राम्रो थिएन यति धेरै थिएन क्या अहिले त यति धेरै गाडी त्यति धेरै बाइक त्यत्तिकै धेरै दामी यार सो गाइज दिस इज द भाइरल चौर अफ ककनी हाम्रो आजको ककनी यात्रा चाहिँ लगभग अन्तिम चरणमा पुगिसकेको छ अब चाहिँ हामी फर्किँदैछौँ र यहाँहरूलाई पनि भन्न चाहन्छु बाटो राम्रो छ है कहीँ केही गाह्रो छैन केही खतम छैन राम्रो छ पुरै पिच अनि कच्ची भए पनि मजाले समाइसकेको छ है भिडबाटै देखिहाल्नुभयो होइन लास्टै भिड छ सो ककनी आउँदा चाहिँ बेस्ट छ चिल गर्नलाई दामी छ है तोङ्बाहरू सब पाउँछ सो वेलकम टु ककनी एन्ड द्याट्स अल फर टुडे थ्याङ्क यू सो मच फर वाचिङ एन्ड डोन्ट फर्गेट टु सेयर एन्ड सब्सक्राइब द च्यानल See you on the next vlog. Bye bye. So हामी चाहिँ अब फर्किने तर्खरमा छौँ फर्किँदैछौँ हामी चाहिँ अनि बाटो त त्यही हो होइन हामी चाहिँ अब यसो तपाईँहरूले देखिहाल्नुभयो बाटो कस्तो रहेछ भनेर होइन अनि ककनी अब यदि आउने सोच्दै हुनुहुन्छ भने चाहिँ आउँदा हुन्छ अहिले चाहिँ एकदम बेस्ट टाइम पनि हो होइन एक त पिकनिकको सिजन घाम मस्त लाग्छ बट आज चाहिँ अलि घाम अलि लागेन क्या आज अलि मौसम अलि धुम्म भयो थियो पानी पर्ला जस्तो भयो थियो त्यही भएर अलिकति धुम्म भयो बट यो सिजनमा चाहिँ राम्रै हुन्छ स्ट्रबेरी चाहिँ एकदम फल्छ स्ट्रबेरी खाउन आउनुभयो हुन्छ अनि बाटो राम्रो छ केही गाह्रो छैन बाटो पहिला जस्तो यस्तो हिलो थियो होइन डेन्जर हिलो थियो पहिला आउँदाखेरि त अहिले केही छैन एकदमै एवान भएको छ त्यही भएर मान्छेहरू पनि यति धेरै आइरहेको छ सो तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ आउँदा हुन्छ
र सो हाम्रो आजको भ्लग चाहिँ यति नै रहेको छ। कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला र प्लिज च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। स्ट्रबेरी फार्ममा होइन, ठिक छ ल। कहाँ छ र स्ट्रबेरी फार्म? र हामी कुरा गर्दै थियौँ अनि च्यानललाई चाहिँ कृपया नबिर्सिकन सब्सक्राइब गरिदिनु होला र भिडियोलाई सेयर गरिदिनु होला। र हामी फेरि यहाँहरूसँग अर्को च्यानलमा अर्को भ्लगमा फेरि पनि हामी भेट हुनेछौँ। तबसम्मको लागि चाहिँ मलाई बिदा दिनुहोस् र मेरो अरू भ्लगहरू पनि र ककनीको मेरो पहिलाको भ्लग पनि छ, त्यो पहिलाको भ्लग पनि चेक गर्नु होला, नबिर्सनु होला है त। ओके, सो सी यू लेटर, बाई बाई, सायोनारा, नमस्ते। सबै केटी रहेछ कुकुरले भाइरहेको जाने हो के पकाउँदा